हेलो दर्शक नमस्ते। यति बेला नेपाली आवाज दैनिक युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शक एवं श्रोताहरूलाई म गोपाल रेग्मी हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला म स्वर्गद्वारी नगरपालिका 4 भिङ्गिरीकोट प्युठानमा छु र यो जुन रोड देखिरहेको छ स्वर्गद्वारी प्युठान जिल्लाको प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने बाटो हो। स्वर्गद्वारी यदि दर्शन गरिसक्नु भएको छ भने तपाईको हरेक दिन शुभ होस्। यदि प्युठान जिल्लाको स्वर्गद्वारी तपाईले नाम सुन्नुभएको छ भने एकदमै पवित्र उच्च स्थानमा रहेको छ। 12 महिना चिसो पानी चिसो हावा पनि पाइन्छ त्यहाँ। बाटो धेरै राम्रो छ। यहाँ स्वर्गद्वारी नगरपालिका 4 भिङ्गिरीकोट। भिङ्गिरीकोट प्युठानको यो वन जङ्गल हो। जङ्गलको सिन देखिन सकिन्छ। यहाँनिर मैले जुम गराएर तपाईलाई भिडियो देखाएँ भने उच्च स्थानमा रहेको यहाँबाट देखिएको भवनहरू चाहिँ प्युठान जिल्लाको प्रमुख धार्मिक तीर्थस्थल नेपालका 7 धाम मध्ये एक प्रसिद्ध धाम स्वर्गद्वारीको चुचुरो हो। यहाँबाट स्वर्गद्वारी मन्दिर पुग्नको लागि झन्डै 7 किलोमिटर बाटो रहेको छ। थ्याङ्क यू सो मच। नेपाली आवाज दैनिक युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै म गोपाल रेग्मी तपाईको माझबाट यो भिडियो यही समापन गर्दै बिदा हुन चाहन्छु। स्वर्गद्वारी मन्दिर एकपटक दर्शन गर्नुहोस्। थ्याङ्क यू सो मच।